Hello guys, welcome to our vlog भन्नु न हाम्रो भ्लगमा हजुरहरुलाई स्वागत छ अनि आज चाहिँ हामी कहाँ घुम्न जान आँटेको छौं बोक्तान जान आँटेको छौं अनि हाम्रो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला बाइ बाइ मेरो भाइ छ बोक्ताङ जान्नुको लागि हेर्नु है यस्तो ठीक भएर बसिरहेको छ अब मम्मी चाहिँ यहाँ गजक्क भएर बस्नु भएको छ अब यसले चाहिँ बाबा पनि यहाँ रेडी भइसक्नु भएको छ बाबाको म फुल आउटफिट देखाइदिन्छु ल बाबा चाहिँ जुत्ता सुत्ता आएर निस्किनु भएको छ यहाँ भाइ छ यहाँ मम्मी भाइ चाहिँ यहाँ निस्किँदैछ ल गाइस हामी चाहिँ अब लाग्न आँटेको मम्मी चाहिँ आउनु न तपाईँ चाहिँ के हेर्नु भएको यहाँ चाहिँ साइना छिन् यहाँ चाहिँ म छु भाइ होइन यहाँ चाहिँ मेरो भाइ छ अनि अब हामी चाहिँ लागेको अगाडि जानुहुँदैछ मम्मी आन्टी सबैजना हुनुहुन्छ हामी चाहिँ चन्द्रघाट पुग्न आँटेमा है गाइस अनि यहाँ चाहिँ हाम्रो आन्टी र मम्मीहरू हेर्नु न कस्तो कम्पिटिसनमा कुदिराख्नु भएको छ फाइनली गाइस बेला गाडी यता काट्नु लागेको हामी यहाँ मुक्तान भन्ने ठाउँ लागि म यो भाइले त के गर्छ हौ हामी चाहिँ बल्ल बल्ल फाइनली बोक्तान पुग्यौँ बोक्तान भन्ने ठाउँ चाहिँ यस्तो धेरै भिड थियो अनि त्यही भएर यहाँ चाहिँ ट्राफिकहरू पनि कस्तो लाग्यो अरे गर्मी रहेछ भन न डाँडामा पनि गर्मी रहेछ भन न कोसीको छेउमा हावा पनि छैन गाइस अब यो डाँडा चढेर चाहिँ हामी त पोक्तान जानुपर्ने होइन आन्टी पोक्तान होइन बोक्ताङ कि कोक्ताङ हौ पोक्ताङ डाँडा अरे पोक्ताङ भनेको के हो अब गएर नाक जस्तो उकालो रहेछ हेलो गाइस हामी चाहिँ पोक्ताङ लाग्यो हो यो अङ्कल यता हुन्छ आन्टी यो पोक्तानको भिड ल हेर्नु है हाम्रो टिमले चाहिँ पोक्तान हिँड्नु भएको छैन मान्छे किन आधा भएका हुन् अब आफू चाहिँ आधो यस्तो त छ हालत हामी चप्पल चुट्टाउँदैन यस्तो अब यति खाली खुट्टे यही हो त मुक्तान होइन उता यही हो ल
ल हाम्रो अङ्कल चाहिँ पोक्तान हेर्न जारी नै हुनुहुन्छ कठिन बाटो यस्तो गरेर जानु हुँदैछ मेरो चाहिँ चप्पल चुट्यो गाई चाहिँ सारी खुट्टै अब यस्तै परिस्थिति आइहाल्यो चप्पल चुट्यो अनि अब के गर्नु त आन्टीलाई पनि देखाइदिन्छु ल यहाँ चाहिँ मेरो आन्टी हुन्छ आन्टी कस्तो लाग्दैछ चप्पल चुटेर दुःख लाग्यो तिम्रो खुट्टा दुखेको त छैन खुट्टा मेरो ल गाइस अब यहाँ चाहिँ यस्तो भिडभाड छ हाम्रो मम्मीहरूको फोटो सेसन सक्यो कि सकेन चस्मा दिनु यहाँ लगाउनु के भयो अरे 15 मिनेटको 50 रुपैयाँ होला ल एकछिनै गरिहाल्छ यो 50 रुपैयाँको छाता ओढिराख्नु भएको छ फोटो पनि खिचेको छु यहाँ हुन्छ अङ्कल 50 रुपैयाँको फेरि चाहिँ अङ्कलले फोटो फोटोमा देखिन्छ भइहाल्यो नि मेरोमा 3 जना नानी 3 जना भइगयो शर्मले कुरा लान्छ भाइ खोइ त्यसो भए गर्मी कस्तो खालको अङ्कललाई कस्तो लाग्यो कस्तो के खायो भन्नु जत्रा बस्ने मान्छेलाई बोक्ताङ र काना खान्छ ल हामी चाहिँ अब बोक्ताङबाट लाग्यो अरू नआउनेहरूलाई चाहिँ के भन्दिनँ राम्रो छ भन्दिनँ आउँदाखेरि चाहिँ साथमा छाता अनि फ्याटे चप्पल यस्तो लाएर आउनु भने तपाईँहरूको चुट्टिन्छ अनि के ल्याउने एउटा ह्याङ्की पसिना पुस्ने एउटा ह्याङ्की ल जानु पुगेर हाम्रो आन्टी चाहिँ ह्याङ्की भुलिनु भएछ हेलो गाइज अब चाहिँ हामी फर्केको घाम पनि यति धेरै भयो मम्मी आउनु अनि फोटोसोटो पनि मैले चाहिँ लिनु सकिनँ गर्मीले गर्दा अनि मम्मी चाहिँ हेलो गाइज अब चाहिँ हामी यहाँनिर आएको छौँ के अरे उयसमा खाना खान अनि मैले चाहिँ अब यो लस्सी अर्डर गरेको छु अनि साइले के खाने आऊ यहाँ हेर चिकन ललिपप चिकन ललिपप चिकन चिल्ली खाँदा भइहाल्यो नि त्यति पिरो हुँदैन चिकन ल गाइस हाम्रो चाहिँ यो आयो आऊ न आन्टी मुका छ नि बाबा जानु है जो सानो न हाम्रो